Samyangphungnu meklinu nesire Laven kusing ke ote Musing sai ke la ke wale Panunu ma ke dhave सबैजनालाई सेवारो तपाईहरु चाहिँ लिम्बू ड्रेस कहाँ पाइन्छ भनेर खोजीमा हुनुहुन्छ भने चाहिँ मैले दिएको यो नम्बर र एड्रेसमा टिकटक आइडी छ मोयाङ अनि फोन नम्बर पनि मैले यहाँ लेखिदिएको छु तपाईहरु सम्पर्क गर्न सक्नुहुन्छ जति पनि लिम्बू कल्चरमा लगाइने ड्रेसहरु छ एन्ड गरगहनाहरु छ तपाईले चाहिँ यहाँ सुपथ मूल्यमा लिन पाउनुहुन्छ जस्तै हातमा लगाएको मैले चुरा अनि कन्ठीहरु कानमा लगाएको चीजहरु सबै तपाईहरुले पाउन सक्नुहुन्छ लिम्बू जति पनि लिम्बू कल्चरमा लगाइन्छ आफ्नो ड्रेस तपाईले चाहिँ यहाँ सुपथ मूल्यमा पाउन सक्नुहुन्छ अनि त्यहाँ साडीहरु पनि बेग्लै कलरको साडीहरु ढाकाहरु चौबन्दी चोली लगायतका तपाईलाई यदि केही नेपालबाट राम्रो अर्डर गर्न मन छ भने पनि तपाईलाई यो सुपथ मूल्यमा अर्डर सहित तपाईको मेजरमेन्ट सहित अर्डर दिन सक्नुहुन्छ यदि तपाईहरु सच्चीकै इन्ट्रेस्ट हुनुहुन्छ तपाईहरु आफ्नो कला र आफ्नो संस्कृतिलाई उजागर बनाउन चाहनुहुन्छ भने दिएको नम्बरमा सम्पर्क गर्नु होला मलाई चाहिँ साच्चीकै ब्राइट फिल आइराको थियो हैन अनि जुन दिदीले चाहिँ यो सेल गर्नुहुन्छ सामानहरु कपडाहरु दिदी चाहिँ एकदमै मिठो बोल्ने एकदमै राम्रो सहनशीलता एकदमै राम्रो स्वभावको दिदीलाई भेटेर पनि सारै खुसी लाग्यो हैन अनि दिदीले मलाई यो सजाइदिनु भएको यो जति पनि मैले लगाएको गहना ड्रेसहरु छ दिदीले मलाई लगाइदिनु भएको मलाई त्यति धेरै लिम्बूको कल्चरहरुको बारेमा अनि ड्रेसहरुको बारेमा त थाहा छैन तर यो दिदीले मलाई सबै सिंगार पोटार हुनुहुन्छ नि यो लगाइएको छ नि सबै लगाइदिनु भएको एकदमै खुसी लाग्यो अनि एकदमै राम्रो लाग्यो दिदीलाई भेटेर पनि अनि यो सामानहरु जति पनि लिम्बूको कल्चरहरु देख्दा चाहिँ एकदमै राम्रो लाग्यो अनि दिदीले मलाई पुरा स्याहार्दै हुनुहुन्छ अनि पुरा भिडियो पुरा बनाइदिनु भएर धेरै खुसी लाग्यो तपाईहरु पनि तपाईहरुको साथ सपोर्टहरुले नै दिदीलाई अगाडि बढ्न सक्नुहुन्छ दिदीको एउटा सानो बिजनेस दिदीले आफ्नो करियर अगाडि बढाउनको लागि एउटा सानो बिजनेस दिदीले गर्नु भएको छ तपाईहरुको आफ्नै कला र संस्कृतिलाई उजागर बनाइराख्नको लागि दिदीले तपाईहरुकै लिम्बू ड्रेसहरु दिदीले नेपालबाट मगाउनु भएको छ अनि यदि तपाईहरु इच्छुक हुनुहुन्छ आफ्नो कल्चर ड्रेसहरु कहाँ पाउने कसरी पाउने भन्ने खोजीमा हुनुहुन्छ भने प्लिज सम्पर्क गर्नु होला दिदीको नाम मोयाङ छ फोन नम्बर पनि हजुरलाई त्यहाँ मैले शेयर गरिदिएको छु कृपया हेर्नु होला अनि कन्ट्याक्ट गर्नु होला